तपाईँको नाममा कतिवटा सिम जारी भएको छन्? अर्थात् तपाईँको नागरिकताबाट अहिलेसम्म कतिवटा सिम जारी भएर चलिरहेका छन् भन्ने विषयमा तपाईँलाई जानकारी छ? अथवा यो विषयमा तपाईँले चासो राख्नुभयो? पहिले नागरिकताको फोटोकपीबाट मात्र सिम निकाल्न सकिन्थ्यो। त्यतिखेर तपाईँको नागरिकता दुरुपयोग भएर अरूले पो सिम चलाइरहेको छन् कि भन्ने विषय हामीले ख्याल गरेको हुँदैन। यदि त्यस्तो अवस्था आयो भने अहिले हरेक अ, आपराधिक गतिविधिहरू मोबाइल नम्बर मार्फत बढ्दो क्रममा छन्। तपाईँले कुनै अपराध नगरे तापनि यदि त्यो सिम तपाईँको नाममा परेको तपाईँको नामको सिम अरूले प्रयोग गरेर अपराधिक क्रियाकलाप गरिरहेको छ भने त्यसको दोषी अथवा भागीदार तपाईँ, हामी हुनु पर्ला। मलाई अस्ति यही विषयले चिन्तित बनायो। त्यसपछि म यो विषय बुझ्नको लागि अछाम जिल्ला स्थित नेपाल टेलिकम कार्यालयमा पुगेँ। तर त्यहाँ सम्भव नभएपछि म फेरि यही विषय लिएर काठमाडौँ सुन्दारा स्थित नेपाल टेलिकमको कार्यालयमा पनि गएँ। त्यहाँ जाँदा पनि अहिलेसम्म नेपालमा अर्थात् नेपाल दूरदर्शन सञ्चार प्राधिकरणले मेरो नागरिकता नम्बरमा मैले कतिवटा सिम प्रयोग गरिरहेको छु भनेर थाहा दिनको लागि कुनै पनि सिस्टम नबनाएको अवस्था छ। यस्तो गम्भीर विषयलाई सञ्चार तथा सूचना विभाग मन्त्रालयले अर्थात् यो सम्बन्धित निकायले यो प्राधिकरणले किन हेलचक्राइ गरिरहेको होला? मेरो नाममा के कतिवटा सिम जारी भएको छन् भनेर जान्न पाउने मेरो अधिकार होइन?